ड्याडी ऊ मेरो कलेजको साथी। नमस्ते अङ्कल, सन्चै हुनुहुन्छ? खाना खानुभयो? ए खाएँ बाबु, सन्चै छु। आउ न बस न, किन बेगाउ बस। ड्याडी यो चाहिँ मेरो स्कुलदेखि साथी क्या, एकदम पुरानो साथी। के सुटो खाऊ। ए भाइ मा ओइ मुख छ न, ड्याडी हुनुहुन्छ। के हो त साथी कुरकुरे खान्छौ? त्यस्तो त नखाने यार साथी, त्यसमा कति केमिकल हुन्छ थाहा छ तिमीलाई? यस्तो खाऊ न, यो एकदम हेल्दी हो नि। यो चना खाऊ, आलु खाऊ, प्रोटिन हुन्छ, फाइबर हुन्छ यसमा। हेल्दी पो खाने त ल। ओए कुरकुरे खान्छस्? ए त्यसमा कम केमिकल हुन्छ, दिमाग छैन तेरो? यो खानु बरु, यो कम हेल्दी हुन्छ यार। चना खा, अन्डा खा, यसमा प्रोटिन हुन्छ, फाइबर हुन्छ। ल हेल्दी खानु पर्यो नि, धेर नखाए फेरि मेरो सित्तम सकिन्छ। त्यसले ब्रेकअप दिएर साथी मलाई। के हुँदैन कि साथी? त्यसको भिजा लाग्यो त्यसले मलाई ब्रेकअप दिएको। तर म यतिकै चाहिँ बस्दिनँ। म पनि अस्ट्रेलिया गएर देखाउँछु त्यसलाई। म भोलि नै आइस क्लास जोइन गर्न जान्छु। तर लाखौँ कन्सलेन्स छ, कहाँ जाने आइस क्लास जोइन गर्ने के थाहा छैन। ए त्यसको लागि त म छु नि साथी। तिम्रो साथी जिउँदैछ त बागबजारको निर्माणा काउन्सिलिङ सेन्टरमा। यो मार्चभरि जोइन गर्नेलाई आइएसपिटीमा 50% अफ छ। हो र? यो मार्चभरि जोइन गर्नेलाई म पनि जाने भनेर सोचिरहेको थिएँ। जाउँ त भोलि। हुन्छ थ्याङ्क यू सो मच साथी। केही छैन, म छु त साथी, नरौ न। किन अस्ट्रेलिया भेला आइस मलाई छोडेर गयो? त्यस्तो गरेर मिल्छ? मलाई कति माया गरेको त्यसले। ठिक भयो त भाइ, तैँले त खुब भन्थिस् त यो केटी चाहिँ अरूभन्दा फरक छ, डिफ्रेन्ट छ, प्ले गर्ल होला त्यो। तँलाई प्ले गरेर धुत्नुसँग धुती अनि र छोडेर गइदियो। हुन त तेरो अनुहारै त्यस्तो छ, के भन्नु तपाईँ? हेलो बेबी, पुग्यो अस्ट्रेलिया? त्यसलाई त छोड्नै पर्ने थियो बेबी यार तिमीले यार। ओए तपाईँ गर्लसँग कुरा राख्छस् क्या? होइन तेरो एक्स हो, मेरो गर्लफ्रेन्ड। साह्रै तैँले ब्रेकअप गरेर होला। साथी सुन न, मलाई 2-3 घन्टाको लागि बाइक चाहियो, तिमी मिल्छ? मिल्छ कुरै भएन, तिम्रो आफ्नै बाइक थियो भने लिएर जाऊ न। बाइक चाहिन्छ कि गाडी चाहिन्छ कि लिएर जाऊ? लाइसेन्स छ? छैन नि। ए केही फरक पर्दैन जाऊ। है? ल सुन न, मलाई आधी घन्टाको लागि बाइक दिएन। मेरो दागी एक्सिडेन्ट भएर म गएर आइहाल्छु। ए दिन त हुन्थ्यो क्या तँलाई। मैले सर्भिसिङ नगरे 8 महिना भइसक्यो। यहाँ टायर बाङ्गो परिसक्यो, यहाँ ह्यान्डल बाङ्गो परिसक्यो, तेल एक थोपो छैन। त कसरी दिनु भन् त म? कान्छ तैँले हिजो बाइक सर्भिसिङ गरेर ल्याएको थिएँ, एकदम कुद्ने भइछ। अनि फुल ट्याङ्की तेल पनि हालेर रहेछ। कहाँ हालेस् पैसा? ठिक छ, म जान्छु, मलाई केही चाहिँदैन। प्लिज गइहाल न।